तर एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालमा कम्युनिस्ट अब एकता वामपन्थी एकता हुने स्थिति छ। सरकार बनाउने चलन छैन संसारभरि नै संसदीय लोकतन्त्र भन्ने ठाउँमा। हामी हिन्दुस्तानमा तपाईहरुले देखिरहनु हाम्रो नजिकै कहिल्यै कांग्रेस आएर बीजेपी मिलेर सरकार बनाउने चर्चा पनि गर्दैन उनीहरु। त्यसलाई त उनीहरुले चाहिँ एकदम ठूलो लोकतन्त्र विरोधी ठान्छन् उनीहरुले। तर नेपालमा लोकतन्त्रको मर्म विपरीत पनि भयो। त्यसकारण यो सरकारबाट धेरै आश गर्ने कुरा छैन। मलाई लाग्छ तपाईहरुले नै बुझिराख्नु भएको। मैले यो कुरा तपाईहरुले सुनिसक्नु भएको छ। वामपन्थी एकताको निम्ति भनेर धेरै ठूलो जोखिम उठाएर पहिला पनि हामीले पार्टी एकता गरेकै हो, चुनावसँगै मिलेर लडेको पनि हो, जनताले साथ दिएको पनि हो। तर एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालमा कम्युनिस्ट अब एकता वामपन्थी एकता हुने स्थिति छ। र हिजो मात्रै पनि एउटा संविधानको समीक्षा या त्यसको बारेमा छलफल थियो। त्यहाँ पनि मैले भनेको थिएँ यो सरकार चाहिँ जनताको पक्षमा, राष्ट्रको पक्षमा, सुशासनको पक्षमा काम गर्न बनेकै होइन। यो सरकार सुशासनका विरुद्ध चलेको अभियान रोक्नलाई, भ्रष्टाचार विरुद्ध चलेको अभियान रोक्नका लागि बनेको हो पहिलो कुरा। त्यसैले यसबाट धेरै राम्रो कुराको आशा गर्ने ठाउँ नै सुरुदेखि नै थिएन। दोस्रो कुरा यो सरकार संविधान मिचेर बनेको सरकार हो। किनकि 76(2) अनुसार मैले विश्वासको मत प्रधानमन्त्रीको रूपमा लिँदा असफल भएपछि सिधै चाहिँ तपाईको 3 मा गएर ठूलो दलको सरकार बन्नुपर्ने संविधानमा कुनै त्यहाँ ठाउँ छैन, अर्को कुनै ठाउँ छैन। तर मिचेपछि त जबरजस्ती गरेको हुनाले यो संवैधानिक सरकार पनि होइन।